टुट टुट लक्ष्मी माता मलाई एकचोटि लोटो पारिदिनुहोस् भन्न चाहनुहुन्छ भने यही कपी गरेर काट्न सक्नुहुन्छ। त्यो थाहा परि पो हाल्छ कि है, भाग्यको खेला हो। अब कसैलाई 100% त अब कसैलाई नि हुँदैन, हुने भयो त सबैले काटिहाल्थ्यो होला होइन। यो नम्बरहरू छ, मजाले हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो नम्बरबाट काट्नु मन छ साथीहरू नमस्ते। आज चाहिँ म चाहिँ लोटो काट्नु पऱ्यो भनेर हाम्रो राधा र कृष्णलाई साँची राखेर, हे राधा भगवान्, हे लक्ष्मी माता, मलाई लोटो पारेर धनी बनाइदिनुहोस् भनेर चाहिँ यहाँ राखेको छु। अनि मसँग चाहिँ यहाँ चाहिँ नम्बरहरू छ 1 to 45सम्म नम्बर छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो 38 होला होइन, यो 38 नम्बर छ यहाँ। अनि यस्तै चाहिँ यहाँ ऱ्यान्डमली राखेको छ, यो मिलाएर राखेको छैन, ऱ्यान्डमली राखेको छु मैले चाहिँ। यहाँ 45वटा छन् यो नम्बरहरू चाहिँ। अब यसबाट मैले चाहिँ 6वटा नम्बर निकालेर मैले यहाँ चाहिँ यो चाहिँ लास्ट टाइम काटेको वाला नम्बरहरू यो पनि काट्छु होला सायद मैले आज 2 मान जतिको लोटो काट्छु होला। अनि मैले चाहिँ यहाँ अब आजको लागि चाहिँ नयाँ ब्ल्याङ्क पेपर छ, अनि यहाँबाट चाहिँ नम्बरहरू चुज गरेर अनि मैले यहाँ अर्को 10 मानको 1 मानको लोटो चाहिँ यहाँ बनाउँदैछु। अब हेरौँ कतिको लोटो पर्छ। मलाई चाहिँ एकचोटि लक्ष्य पनि कहिले के गरिरहेको हुन्छु। अहिले चाहिँ मैले यो पलाइबाट काटेर यस्तो बनाउँदैछु, हेरौँ है त के हुँदो रहेछ। ल मैले यहाँबाट चाहिँ अब ऱ्यान्डमली यहाँ चाहिँ मिलाएर राखेको छु, यस्तो क्याजाङ गुजुङ बनाएर राखिरहेको हुन्छु मैले। अनि यसबाट चाहिँ मैले 6वटा नम्बर चुज गर्नुपर्ने हुन्छ। अब यहाँबाट मैले 6वटा नम्बर चुज गर्छु। मलाई यो सेप जम्मै मिक्स मार्क्स छ, यो सेप भनेर स्मरण राख्न सक्नु भनेको नर्मल मान्छेले सक्दैन होइन, मैले पनि सक्दिनँ। त्यही भएर यसमा चाहिँ यो सेप थाहा भएर निकालेको छ आफूलाई यो नम्बर भन्ने चाहिँ हुँदैन। त मैले चाहिँ अब यहाँ 6वटा नम्बर निकाल्छु। 1 2 3 4 5 6 ओके। मैले निकालेको नम्बर चाहिँ 39 37 27 1 31 अनि त्यसपछि चाहिँ हाम्रो 33। भनेपछि यसपालिको मैले काट्नुपर्ने 6वटा नम्बर चाहिँ 1 27 31 33 37 39 भनेको 4वटा नम्बर त उसबाटै आयो त 30 देखि 40 को बिचमा। एउटा चाहिँ छ 1 27 31 33 37 एन्ड 39 चाहिँ मार्का छ अलिकति। चाहिँ अब यो चाहिँ यो एउटा भयो। मैले चाहिँ अब यहाँ 10वटा बनाउनु पर्ने छ। फेरि मैले यसलाई चाहिँ यस्तो गर्छु, यहाँ मिक्स गर्छु। यो कोनमा कता जान्छ त्यो भोकेर बस्ने कुरा त हुँदैन होइन, भोकेको हुँदैन। यहाँहरू मिक्स मार्क्स गऱ्यो। फेरि मैले 6वटा नम्बर निकाल्छु, मेरो के नम्बर पर्दो रहेछ। अब यस्तो गरेर साथीले पनि यस्तो लोटो काट्नु पर्छ। मैले चाहिँ आज बिहान उठेर कपाल काटेर नुहाएर लक्ष्मी मातालाई यहाँ साँची राखेर, लक्ष्मी माता देख्दै हुनुहुन्छ तपाईँहरूले, लक्ष्मी माता कृष्ण स्वरूप राधा स्वरूप है त, तपाईँहरूले पनि देख्नु भएको छ होला। राधा कृष्णलाई साँची राखेर यो राधा कृष्णको पछाडि चाहिँ म बस्नु हुँदैन, पक्का पनि म राधा कृष्णभन्दा अगाडि बस्नुपर्छ। तपाईँहरूले देखिँदैन होला है राधा कृष्ण। ओके बिहान यहाँ चाहिँ मैले आएको चाहिँ थुप्रै आएको 6वटा निकाल्दैछु। एउटा 5 2टा 11 साइड 3टा 4वटा 5वटा 6वटा कति भयो है 45वटा नम्बरबाट 6वटा नम्बर निकाल्नु पर्ने। यसपालिको चाहिँ मेरो छ 5 11 12 22 28 अनि 41 यति छ नम्बर। यो चाहिँ सेकेन्ड नम्बर भयो। यस्तै चाहिँ मैले कतिवटा काट्नुपर्ने छ, अझै 8वटा काट्नुपर्ने छ। 5 11 12 22 28 41 यस्तै चाहिँ मैले सबै बनाउनु पर्ने छ। बल्ल 2टा भएछ, बन्द गरौँ। यस्तै मिक्स मार्क्स गरौँ होइन। यो गरिदिएर भिडियो बनाउनु पर्ने छ। लोटो काट्नको लागि दुःख गर्छु। लक्ष्मी माताले मेरो दुःखको फल दिएर टक्क मलाई फर्स्ट वा सेकेन्ड प्राइज पार्दै हुन्छ। मलाई धेरै पनि पर्दैन, लोभी छैन। त्यसपछि केटा आउँछ नेपालमा बिजनेस गर्नको लागि भनेर है त। अनि बिजनेसमा तपाईँलाई पनि पार्टनरसिपमा राखिहाल्छु नि मैले है। तपाईँ पनि पार्टनरसिपमा बस्नुपर्छ ल। पर्सेन्टेजमा 51% चाहिँ मेरो हुन्छ, अरू चाहिँ तपाईँहरूको सबैको मिलाएर राख्नुपर्छ। बिजनेस चाहिँ गर्नुपर्छ ल। ओके फेरि नेक्स्ट सुरु है त। नेक्स्ट थर्डको लागि गइरहेको छु म। एउटा 2टा 3टा साथी चाहिँ भात खाएर गइसकेपछि 4वटा 5वटा 6वटा। ओके लेट्स चेक कति नम्बर पऱ्यो त 4 19 25 7 अनि 42 37 भनेको भनेन मैले। थर्ड रेसियो परेको छ, यस्तो परेको छ 4 7 19 25
37 एन्ड 42 यो भनेको अब यो लक्ष्मी माताको सब कृपा हुने हो, नत्र अरू केही हुनेवाला छैन। किनकि भनेको अब हामीले दिनभरि 1 हप्तासम्म लोटो काटेर आउँछ, त 1 हप्ताको लोटो मध्येबाट अब हामीले सबैले लोटो काट्न बन्द गरिदिएपछि बल्ल लोटो नम्बर आउने हो। अब कसलाई के पर्छ थाहा छैन। अब मैले यहाँ 3टा काटिसकेँ बल्ल। अब यहाँ अब 5वटा 6वटा काटेपछि 10वटासम्म काट्नु पऱ्यो होइन। 10वटा काट्नु टाइम पनि लाग्छ, बोर नमानिकन हेरिदिनु होला, किनकि काममा ट्विस्ट आउँछ होला। अनि मैले रिजल्ट चाहिँ यसको चाहिँ भोलि फेरि अर्को सेकेन्ड पार्ट भिडियो बनाएर राख्छु। यो भिडियो चाहिँ आजै गरेर राख्छु मैले। अनि तपाईँलाई लोटो काट्न गएको यो नम्बर काट्यो भनेर त्यो पनि देखाउने छु म पेपर पनि है त। फेरि 3rd भइसक्यो, अब 4th काटौँ है त। 4thको लागि यो 1टा, यो 2टा, यो 3टा, यो 4वटा, यो 5वटा अनि यो 6वटा। ओके, लेट्स चेक 9 20 26 44 3 अनि 23। ओके, लेट्स चेक। यसपालि चाहिँ बट नम्बर 20 देखि 30 को बिचमा चाहिँ धेरै आएको छ। यसपालि चाहिँ 3 9 20 23 26 अनि 44 39 41 42 44 एकचोटि हो नम्बर। अहिलेसम्म म्याच भएको छैन नम्बरहरू चाहिँ, यस्तो छ क्या टफ एकदम। भनेको मैले चाहिँ अब यहाँ यस्तो मैले मिलाएर सबैलाई थाहा छ भन्ने छैन ल। मलाई पनि थाहा छैन कहाँ पाउनु नम्बर पाउनु हो भनेर ल घोकेर पनि बस्दिनँ मैले, किनकि यो घोक्यो भने चाहिँ मलाई नै घाटा हो। किनकि मलाई सस्पेन्स नम्बर आउनु पर्ने छ नि त यहाँ मलाई। ओइ तिमीले नम्बर लोट नकाट्ने ओ साथी, ओइ पासवान, लोटो नकाट्ने तिमी, लोटो नकाट्ने। साथीले चाहिँ लोटो काट्दिनु भनिरहेको छ है त। ल अब 3टा 4वटा भइसक्यो, अब 5औँ पालीको छुकौँ है त। ल कसको नाममा थुतौँ मैले ल भन्नु है। तपाईँले मेरो नाममा थुत्नुहोस् भनेर भनिदिनुहोस्, म अर्कोचोटि चाहिँ गर्दाखेरि तपाईँको नामबाट पनि थुतिदिन्छु मैले लोटो। तपाईँलाई पनि लोटो काट्ने मन छ भने चाहिँ मलाई पेमेन्ट चाहिँ यताउति गरिदिनु भयो भने चाहिँ मैले तपाईँको नामबाट लोटो नि काटिदिन्छु। तपाईँको भाग्य रहेछ भने तपाईँले पाउनुहुन्छ, मलाई केही चाहिँदैन। 1 2 3 कति हो यो 40 रहेछ ल 40 4 5 6। ओके, यसपालिको चाहिँ 39 14 40 11 28 16 यस्तो छ है नम्बर। यसपालिको चाहिँ खालि फरक नम्बर आउँछ। 11 14 16 28 39 40 5वटा भयो, बल्ल 5वटा भएको छ, बल्ल 5वटा। फेरि एउटा मिक्स गरौँ होइन। 17 यस्तो रहेछ। अनि मैले 10वटा मध्येमा चाहिँ 8वटा मात्रै काट्छु, 2टा चाहिँ छादङमा छोडिदिनु, किनकि अब छादङमा पनि लक्ष्मी माताको कृपा जेमा पनि हुनसक्छ। मैले 8वटा चाहिँ काट्छु, 2टा चाहिँ छादङमा छोडिदिन्छु है त साथीहरू। त्यही भएर मैले चाहिँ 8वटा मात्रै बनाउँछु। जहिले पनि धेरै चाहिँ त्यसै गर्छु, 1 2टा। अनि यसमा पनि हेर्नु सक्नुहुन्छ एउटा चाहिँ छादङ रहेछ, यसमा पनि यस्तै गरिरहेको हुन्छु मैले। छादङमा पनि विश्वास गर्नुपर्छ, जहिले सुदङ मात्रै गर्नुहुन्न। यो पनि छादङ जस्तै हो। मैले अब यो आफूले चुज गर्ने होइन, 1 2टा 3टा 4वटा 5वटा 6वटा। ओके, यसपालि परेको छ 38 35 7 18 अनि त्यसपछि 5 अनि 44। ओके, यसपालिको परेको छ 5 7 18 35 38 अनि 44। 1 2 3 4 5 6वटा। अझै 2टा काट्छु अनि 2टा चाहिँ छादङ नम्बर साथीहरू। त्यही गर्नुपर्छ। अझै साँच्चै चाहिँ मैले अर्को पार्टहरू चाहिँ अर्को गेमको चाहिँ अर्को नयाँ पार्टको गेमको सोचिरहेको छु, त्यो गेम पनि ल्याउन सक्छु ल साथीहरू। लाइक फलो कमेन्ट गरिदिनु होला ल मेरो भिडियोहरूमा। अब यो छ, अझै 2टा काट्नु पर्ने छ। अब हेरौँ भाग्यले कतिको साथ दिन्छ।
अर्को फेरि 6वटा। तपाईँ आउनुहुन्छ भने तपाईँ पनि आउनुहोस् ल, कोरियामा नजिकै हुनुहुन्छ भने आउनुहोस्, लोटो काटौँ, मिलिजुली काटौँ, लोटो पारौँ होइन, धनी भयौँ। धनी हुने तपाईँ पनि रहर, मेरो नि रहर, सबैको रहर होला। माइ गड सरी, यस्तो छ होइन। अब यहाँ हेरौँ है, नम्बर चाहिँ देखिया छैन, यहाँ चाहिँ कसैले पनि नम्बर देखिया छैन। यसरी मैले राखिरहेको छु। यहाँ हाम्रो राधा माता राधा कृष्ण चाहिँ यहीँ हुनुहुन्छ होइन। अब यहाँ हेरौँ है त फेरि 1 2 3 4 5 अनि निकालौँ ल 6। ओके, यसपालि परेछ 7 4 7 16 15 12 अनि 38। अब यस्तो लोटोको नम्बर चाहिँ कहिले कस्तो पर्छ, मैले यहाँ यस्तो थुतिया चाहिँ के पर्ला र भन्ने चाहिँ हुँदैन ल, जति बेला जे पर्न नि सक्छ। 4 7 12 15 16 अनि 38। अझै एउटा लास्ट बाँकी छ, अनि त्यसले चाहिँ दुईवटा चाहिँ मैले छोडिदिएर छादोमा छोडिदिन्छु। अनि तपाईँहरूलाई नि लोटो काट्दै हुनुहुन्छ आज चाहिँ भन्ने चाहिँ मेरै नम्बर कपी गर्न पनि सक्नुहुन्छ। म तपाईँलाई लास्टमा देखाइदिन्छु मेरो सबै नम्बरहरू। अब भाग्यको खेल हो, कपी गर्नुभयो भने तपाईँलाई पऱ्यो भने कि तपाईँलाई नि पर्छ, मलाई नि पर्छ। मैले चाहिँ 8वटा मात्रै देखाउँछु, तपाईँहरूले 2टा चाहिँ अब आफै छादा हाल्न पाउनु हो। अब धेरै जसोले लोटो चाहिँ छादामा काट्छन्, अल्छी मानेर नि होला, तर मलाई चाहिँ एकदम जाँगर छ, पैसा पर्छ नि त, जाँगरिलो मान्छेले नि अनि फल पाउँछ नि होइन। 1 2 अनि 3 अनि 4वटा अनि 5वटा अनि यो निकालौँ ल 6वटा। ओके, हेरौँ है त 3 20 34 39 29 23। यसपालि चाहिँ फेरि अब 20देखि 30को सिरिजको धेरै पऱ्यो, तिनवटा पऱ्यो। यस्तै अब के पर्छ लोटोमा चाहिँ 3 20 23 29 34 अनि 39। ओके, मेरो चाहिँ अब 8वटा भएको छ, 1 2 3 4 5 6 7 8वटा भएको छ। मेरो चाहिँ लोटो नम्बर यो छ। तपाईँहरूले नि कपी गर्न चाहनुहुन्छ भने यही कपी गरेर काट्न सक्नुहुन्छ। के थाहा परि पो हाल्छ कि है, भाग्यको खेला हो। अब कसैलाई 100% त अब कसैलाई नि हुँदैन, हुने भयो त सबैले काटिहाल्थ्यो होला होइन। यो नम्बरहरू छ, मजाले हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो नम्बरबाट काट्नु मन छ भने चाहिँ तपाईँहरूले काट्न सक्नुहुन्छ, भिडियो पौज गरेर नम्बर कपी गरेर काट्न सक्नुहुन्छ है त। आजको लागि यति छ। अनि अब यसको सेकेन्ड पार्ट चाहिँ मैले, अनि मसँग चाहिँ यो पहिलाको यो पनि छ, पहिला काट्थेँ मैले नि यस्तै गरेर। पहिला चाहिँ पेपरको बनाएर गराएको थिएँ, अब यो पनि थप्न सक्छु। इमानको काट्यो भने चाहिँ यही गर्छु होला, अनि मानवको मात्रै काट्यो भने चाहिँ मैले यही गर्छु होला है त। ओके, बाई बाई, आजको लागि यति नै।